ओम। आज हामी उपनिषदहरूमध्ये सबैभन्दा सानो तर सबैभन्दा शक्तिशाली मानिने माण्डुक्योपनिषदको रहस्यमा प्रवेश गर्दैछौँ। यो अथर्ववेदसँग सम्बन्धित छ। यसमा केवल 12वटा मन्त्रहरू छन्, तर भनिन्छ माण्डुक्यमेकमेवालं मुमुक्षुणां विमुक्तये, अर्थात् मुक्तिको इच्छा राख्ने साधकका लागि केवल यो एउटा माण्डुक्योपनिषद नै पर्याप्त छ। यो उपनिषदले कुनै कथा वा कर्मकाण्डको कुरा गर्दैन। यसले सिधै हाम्रो चेतनाको विश्लेषण गर्छ र म को हुँ भन्ने प्रश्नको वैज्ञानिक उत्तर दिन्छ। यसको केन्द्रमा छ पवित्र ध्वनि ओम। उपनिषदको सुरुवात नै हुन्छ ओमेत्येतक्षरमिदं सर्वम, अर्थात् यो ओम अक्षर नै सबै थोक हो। भूत, वर्तमान, भविष्य र जो समयभन्दा पनि पर छ त्यो सबै ओम नै हो। आउनुहोस् हामी हाम्रो आफ्नै चेतनाको गहिराइमा डुबेर यो रहस्यलाई बुझ्ने प्रयास गरौँ। यो उपनिषदले हामीलाई हाम्रो दिनभरिको अनुभवलाई विश्लेषण गर्न सिकाउँछ। हाम्रो चेतना मुख्यतया 3 अवस्थाहरूमा रहन्छ। पहिलो अवस्था हो जाग्रत। यो हाम्रो सामान्य अवस्था हो जसमा हामी जागिरहेका हुन्छौँ। यस अवस्थामा हाम्रो चेतना बाहिरतिर फर्किएको हुन्छ। हामी आँखा, कान, नाक जस्ता इन्द्रियहरूद्वारा बाहिरी संसार अथवा रुख, घर, मानिसको अनुभव गर्छौँ। यस अवस्थामा रहने मलाई उपनिषदले वैश्वानर भनेको छ। त्यस्तै गरी दोस्रो अवस्था हो स्वप्न। जब हामी सुत्छौँ र सपना देख्छौँ त्यो दोस्रो अवस्था हो। यस अवस्थामा हाम्रो चेतना भित्रतिर फर्केको हुन्छ। बाहिरी संसारसँग हाम्रो सम्पर्क टुट्छ, तर हाम्रो मनले आफ्नै संसार वा सपना रचना गर्छ। त्यसलाई सत्य जसरी नै अनुभव गर्छ। यस अवस्थाको मलाई तेजस भनिन्छ। त्यस्तै गरी तेस्रो अवस्था हो सुसुप्तिको। यो गहिरो निन्द्राको अवस्था हो जहाँ कुनै सपना हुँदैन। यहाँ अवस्थामा न कुनै इच्छा हुन्छ न कुनै विचार। चेतना एउटै गहन रूपमा स्थित हुन्छ। यो परम आनन्द र शान्तिको अवस्था हो। हामी बिहान उठेपछि भन्छौँ आज आनन्दले निदाइयो। यसको अर्थ हो त्यो आनन्दको अनुभव गर्ने कोही भित्र थियो। यस अवस्थाको मलाई प्रज्ञा भनिन्छ। यो अवस्था नै जाग्रत र स्वप्नको बीज रूप हो। यी तीनै अवस्थाहरू अस्थायी हुन्। जाग्ने म, सपना देख्ने म र गहिरो निद्रामा सुत्ने म फरक फरक जस्ता लाग्छन्, तर यिनलाई अनुभव गर्ने एउटै छ। त्यो को हो? अब उपनिषदले यी 3 अवस्थाहरूलाई ओमको ध्वनि संरचनासँग जोड्छ। ओम 3 मात्राहरू अ, उ र म मिलेर बनेको छ। अ यो जाग्रत अवस्थाको प्रतीक हो। अ सबै ध्वनिहरूको सुरुवात हो। त्यसै गरी जाग्रत अवस्था हामी सबै अनुभवको सुरुवात हो। त्यस्तै गरी उ यो स्वप्न अवस्थाको प्रतीक हो। उ ध्वनि अ र मको बीचमा आउँछ। त्यसै गरी स्वप्न अवस्था जाग्रत र सुसुप्तिको बीचमा आउँछ। त्यस्तै गरी म यो सुसुप्ति अवस्थाको प्रतीक हो। म ध्वनि उच्चारणको अन्त्य हो जहाँ सबै ध्वनिहरू विलीन हुन्छन्। त्यसै गरी सुसुप्तिमा हाम्रो मन र इन्द्रियहरू शान्त भएर विलीन हुन्छन्। यसरी ओमको जप गर्नु भनेको केवल एउटा ध्वनि उच्चारण गर्नु होइन, यो त आफ्नो चेतनाको 3वटै अवस्थाहरूको साक्षी भावले हेर्नु हो। त्यस्तै गरी चौथो अवस्था। अब उपनिषदको सबैभन्दा महत्त्वपूर्ण रहस्य आउँछ। जाग्रत, स्वप्न र सुसुप्तिभन्दा पर चेतनाको चौथो अवस्था छ जसलाई तुरीय भनिन्छ। यो कुनै चौथो अवस्था होइन, बरु यो त त्यो वास्तविक नित्य र शुद्ध चेतना हो जसमाथि अरू 3 अवस्थाहरू आउँछन् र जान्छन्। यो कस्तो छ? उपनिषदले यसलाई नेति नेति यो होइन भनेर वर्णन गर्छन्। यो न बाहिर फर्केको छ न भित्र। यो न ज्ञान हो न अज्ञान। यसलाई इन्द्रियले देख्न सकिँदैन, बुद्धिले सोच्न सकिँदैन, शब्दले बयान गर्न सकिँदैन। यो प्रपञ्चोपशमम जहाँ संसारको खेल समाप्त हुन्छ, शान्तम परम शान्त, शिवम कल्याणकारी र अद्वैतम जहाँ दुई हुँदैन केवल एक हुन्छ। यो यस्तो रूपको छ। यसलाई एउटा उदाहरणबाट बुझौँ। जाग्रत, स्वप्न र सुसुप्ति समुद्रका लहरहरू जस्तै हुन् जो आउँछन् र जान्छन्, तर तुरीय त्यो समुद्र नै हो जो सधैँ रहन्छ र जसमाथि यी सबै लहरहरू खेल्छन्। यो तुरीय नै हाम्रो वास्तविक म हो। यो हाम्रो आत्मा हो। यो तुरीय ओमको कुन भाग हो त? यो अमात्र अर्थात् मात्र रहित भाग हो। जब हामी ओम भनेर उच्चारण गर्छौँ त्यसपछि जुन मौन वा साइलेन्स आउँछ त्यही मौन नै तुरीय हो। माण्डुक्योपनिषदले हामीलाई हाम्रो आफ्नै चेतनाको विश्लेषण गरेर परम सत्यसम्म पुग्ने बाटो देखाउँछ। यसले सिकाउँछ कि हामी यो शरीर वा मन मात्र होइन, यो जाग्ने, सपना देख्ने र सुत्ने गर्छ। हामी त त्यो चौथो तुरीय शुद्ध शान्त र आनन्द स्वरूप साक्षी चेतना हो। ओमको साधना केवल एउटा मन्त्र जप होइन, यो आफ्नो वास्तविक स्वरूपमा फर्कने यात्रा हो।
जब साधकले ओमको जप गर्दै त्यसपछिको मौनमा आफ्नो ध्यान लगाउँछ तब उसले बिस्तारै आफ्नो तुरीय स्वरूपको अनुभव गर्न थाल्छ। आउनुहोस् हामी पनि यो छोटो तर महान उपनिषदको शिक्षालाई आफ्नो जीवनमा उतारौँ र आफ्नो चेतनाको गहिराइमा रहेको त्यो परम शान्ति र आनन्दलाई अनुभव गर्ने प्रयास गरौँ। ओम शान्ति।